हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। न्यू डे न्यू ब्लग। सदा चाहिँ आज पनि नयाँ ब्लग लिएर आएको छु। भन्दा पनि आज म चाहिँ माथि अब हामी चाहिँ म चाहिँ उँभो निस्केको। नाति यही छ? किन झारेको यति छिटो? टाइम भएको छैन त अनि कति छिटो झारेको? म पनि भर्खर आउँदैछु। यिनीहरू त म आउँदा त झरिसक्ने भयो। म एक्लै हुने भए भगवान। हालमा पानी कनी कसरी खुवाउनु? सो हेर्दै गर्नु होला साथीहरु। आजको दिनको चाहिँ म गोठाला हो। यहाँ अगाडि चाहिँ काइला भाइ छ। उसले चाहिँ खोले बोकिरहेछ। गएर भैँसीलाई, गाईलाई चाहिँ होइन, भैँसी बाछाहरूलाई चाहिँ खोले खुवाउनु पर्ने छ। त्यस पछाडि खोल्नु पर्ने छ अनि चराउनु पर्ने छ। तर आज नातिहरू चाहिँ छिटो झरिसके जस्तो छ। त्यो भएर म एक्लै हुन्छु होला। सो हेर्दै गर्नु होला साथीहरू, आजको भ्लग कस्तो हुनेछ। हिजो नै लक्ष्मी पूजा मनाइसकेको, तर मैले लक्ष्मी पूजाको भिडियो चाहिँ खासै बनाइन। अनि त्यही भएर कलेर हैरान भएँ। अब के गर्नु हो साथीहरू, काम गर्नै पर्यो। काम गरेन भने घरवालाले दिँदैनन् खानु। अरे घरवालीले यस्तो दामी कुहिरो लागिरहेछ। भ्यू नजारा। काइला भाइ मासतिर पुगिसकेछ। आज चाहिँ घरको सम्पन्न खोटाङमा पनि श्रमदानको लागि आएको थियो भने त जान नि पाइएन। घरको कामले गर्दा, घरकै श्रमदान गर्दा गर्दा। सो हेर्दै गर्नु होला। यसरी बाँझो मारेर पनि यस्तो भइसकेछ साथीहरू। दिक्तेल त लको दिक्तेल साथीहरू। हाम्रो काइला भाइले यहाँनिर भैँसीहरूलाई अथवा गाईहरूलाई खोलिदिँदैछ। चाहिँ काइला भाइ हो। यसरी यहाँको खानेकुरा व्यवस्था गर्नुपर्ने हुन्छ। सुरुमेला खोले खुवाउँदा खुवाउँदै खोल्नु भन्दै हुन्थ्यो आमाले। सुबानी नै रहेछ भैँसी। मान्दैछ खानु पाएर काइला भाइसँग खुट्टा खोल्नु। देख्नु सक्नुहुन्छ। आज चाहिँ मल पल्टाउँदै ढिलो भइसकेछ। अस्ति यहाँनिर चाहिँ गाई पूजा गरेर यसरी गोठलाई पूजा गर्नुपर्ने हुन्छ। यो केटाले चाहिँ अब चाहिँ अलिअलि चिन्न थालेको छ। गन्ध सुँग्दा नो छुच्चा छ यो चाहिँ, एकदम छुच्चा, एक नम्बरको छुच्चा। गर्मी भएर मरे। टेर्दैन यो, एक नम्बरको छुच्चा। यसलाई चाहिँ अब माथि आलमै लगेर पानी दिने हो। त्यही भएर यो एकदम छटपटिँदैछ। नातिहरू त गए जस्तो छ। आलु नातिहरू त गएछ।
नो गोठाले चाहिँ म यो एक दुई दिनको लागि घरमा बसिन्जाऊ। साथीहरू कस्तो लाग्छ हेर्नु होला, कमेन्ट गर्नु नबिर्सिनु होला। डरले मरिहाल्छु म। अब हिँडी मैच्याङ सोल्टिनी आहा यो चाहिँ बिहान काटेको घाँस भाइहरूले नै यस्तो छ निस्किँदैछ। यो चाहिँ यसको बच्चा हो। सो हेर्दै गर्नु होला। यहाँ सुन्नु सक्नुहुन्छ साथीहरू, यसका आमा हिँडेकोले गर्दाखेरि यो पाडा राँगा कराउँदैछ। यताको सिन चाहिँ यस्तो देख्न सक्नुहुन्छ है साथीहरू। यो उँधोको चाहिँ भैँसीहरू गाईहरू हिँडेको साथीहरू हेर्दै गर्नु होला। साथीहरू हालमा चाहिँ पानी सुकेर केही छैन। यहाँ छ मेरो वस्तुहरू अनि म चाहिँ यहाँ छु। रमाइलो भइरहेछ। सानोमा चाहिँ खासै गोठाला नगरेको, जस ठुलो भएर चाहिँ एक्सपिरियन्स लिँदैछु म पनि गोठाले भएर। मैले यस्तो कामहरू गरेको थिइनँ कहिले पनि, जस अहिले आएर चाहिँ गर्दैछु भनौँ न। तर पनि रमाइलो लागिरहेको छ। भ्लगकै लागि भए पनि गरेको जस्तो भइरहेछ। र यो मेरो मेमोरी भविष्यमा हैन साथीहरू। हाम्रोदेखि चाहिँ हिमाल नजिकै पर्छ है। साथीहरू मैले चाहिँ वस्तुहरू फर्काएर लेखिसकेको छु नि त। यहाँनिर मासतिर ल्याइसकेको छु। अनि अहिले चाहिँ बान्नु चाहिँ आउँदैन नि त मलाई। अनि आमालाई पर्खिराखेको छु। अनि यहाँदेखि देख्न सक्नुहुन्छ, यहाँदेखि उँधो चाहिँ यो सबै हाम्रो मकबारी हो। यो बोडाहरू, यो बिरुवाहरू गाई बस्तुलाई दिनुको लागि हो हैन। सबै यो मकै चाहिँ भाँचिसकेको अस्ति नै। यो बोडाहरू चाहिँ राजमा हो। यसलाई यसरी गर्छौँ, सुकेपछि यसलाई उठाउँछौँ। यो चाहिँ क्या साथीहरू, यो निबारेको बोट हो। यो चाहिँ हामी पछि घाँसहरू नभएकै दुधिलो घाँसहरू नभएको बेलाको टाइममा चाहिँ हामी यस्तो खालके घाँसहरू खुवाउने गर्छौँ। अनि उता चाहिँ गोगुन हो। यो चाहिँ गोगुन भन्छ यसलाई। अनि त्यो सल्लाह खै कसले रोप्नु भएको थाहा भएन मलाई। यहाँ चढ्दैछ। अनि यहाँ यसको बच्चा चाहिँ कराएको छ। आमा चाहिँ 4:30 भइसक्यो, आमा आउनै भएको छैन। आज मैले चाहिँ ढिलो बस्तु खोलेकोले गर्दाखेरि हो। रात परिसकेको छ साथीहरू। कतिखेर आउनुहुन्छ भनेर पर्खिरहेको छु।
सो साथीहरू फाइनली आमा चाहिँ आइपुग्नु भयो है। अनि म चाहिँ खुसी छु किनभनेदेखि अब चाहिँ आमा आइपुग्नु भयो, अब वस्तु बाँधिदिनुहुन्छ अनि म घरतिर ट्याप भनेर चाहिँ खुसी भएँ। अनि त्यही भएर बेलुकाको 5 बज्न आँटिसक्यो। मेरो अर्को भिडियोको प्री पनि आउन आँटिसक्यो होइन। आमा चाहिँ उता गोठमा बोडाहरू हेर्दै हुनुहुन्छ, पानीहरू, चाउचाउको खोस्टाहरू के हेर्दै हुनुहुन्छ यहाँनिर। आमा आइपुगिसक्नुभयो। बस्तुले घाँस खाएन छ भन्दै हुनुहुन्छ आमाले। सो अब चाहिँ मैले बस्तु गोठमा ल्याउनु पर्ने हुन्छ है त साथीहरू। सो साथीहरू बस्तुहरू चाहिँ आमाले बाँधिसक्नुभयो। राति चाहिँ यस्तो देखिन्छ है, नाइटको भ्यू चाहिँ हाम्रो गोठदेखि तल दिक्तेल साइडको चाहिँ यस्तो देखिन्छ। हाम्रो मकैबारीहरू चाहिँ यस्तो देखिन्छ। यता पारी चाहिँ नुनथाला भन्ने ठाउँ हो होइन, त्यो चाहिँ यस्तो देखिन्छ। अब यहाँनिर घाँसहरू काट्नुपर्ने हुन्छ अनि पर आमा काट्दै हुनुहुन्छ भने सघाउनु पर्ने हुन्छ। सो हेर्दै है त साथीहरू। सो साथीहरू आमालाई यहाँ बडी टिप्नु लाउनु भएको छ। तर टिप्नु चाहिँ कस्तो थाहै छैन हो। टिप्नुको लागि चाहिँ म एकदम बाल्टिन लिएर रेडी भइरहेको छु। बडी चाहिँ यस्तो छ होइन, तर टिप्नु पो कस्तो मलाई नै थाहै छैन हो। टिपेको भएको कहिले लडेको बोटको टिप्नु होला है आमा। कलिलो कलिलो भुटी खाने न छिप्पेको दाल खाने चिकन तलतिर अब कोले खान्छ तिम्रो भइन्ज्याउ त खाने हामी नै हो। सो साथीहरू म चाहिँ बारीमा बडी टिप्दैछु। बडी खाने हामी नै हो। हामी यहाँ बडी टिप्दैछौँ। भ्लग बनाएको नि भ्लग। बडी खाने भए आऊ है भन्दै हुनुहुन्छ आमाले। बडी ढलेर बारीभरि घरिभरि भइसक्यो हाम्रो त। सुन्नुभयो नि साथीहरू, हाम्रो आमाले चाहिँ एकदम बडी खानेलाई इन्भाइट गर्दै हुनुहुन्छ। आउँदा हुन्छ है साथीहरू। बडी खानेलाई राख्छ हाम्रो त बडी जाँदा कसले खान्छ देउ दिन्छु म त। उता हुनुहुन्छ बाल्टिन यहाँ छ। सो साथीहरू अघिको त्यो अघिको त्यो बडी चाहिँ त्यो चाहिँ कलिलो रहेछ है। यहाँनिर चाहिँ अलिकति छिप्पेको चाहिँ टिप्नु पर्ने अरे एक दुईवटा। कस्तो हुन्छ छिप्पेको यो कालो कालो आई थिङ्क मेरो विचारमा। यो चाहिँ दुध दुहुने दुनेरी हो नि त। मतलब बाल्टिनमा चाहिँ दुहुँदाखेरि चाहिँ अलिकति यो डह्रो हुन्छ नि त। यस्तो बडी चाहिँ होला के, यस्तो बडी चाहिँ यो चाहिँ एकदम छिप्पिसकेको र कालो भइसकेको छ क्या। प्याकी यो चाहिँ छिप्पेर पनि छिप्पेर खकड्याक भइसकेको। एकदम खकड्याक भएको बडी टिप्दैछु। यो चाहिँ आई डोन्ट नो दाल खाने अरे। चिसो छ मौसम, घाँटी दुखेर साथीहरू घाँटीमा लुगा बेरिरहेछु। सो अहिलेसम्म हेरेर साथ दिनुभएकोमा सबैजनालाई थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद। नेक्स्ट भिडियोमा भेट्नेछौँ। आजलाई बाई बाई यति भन्दै। Like and subscribe Touch Bell icon.